राधे राधे। आउनुहोस् आज ज्योतिषमा कुरा गरौँ सूर्य र राहुको युति। अब सूर्य र राहुको युति कसैको पनि कुण्डलीमा बनेको छ भनेदेखि यसलाई सूर्यग्रहण योग पनि भनिन्छ। र सूर्य र राहुको युतिले सबभन्दा पहिला चाहिँ आफ्ना पिताजीसँगको चाहिँ सम्बन्धमा चाहिँ केही खराबी ल्याउन सक्छ, वैचारिक तालमेल नमिल्न सक्छ। सरकारी नोकरी गर्नेवालाहरूका लागि चाहिँ सरकारी नोकरीमा चाहिँ उठापटक अथवा चाहिँ बाधा व्यवधान परेशानी धेरै आउन सक्छ। आँखामा समस्या हुन सक्छ। ससुरालीतिरको सम्बन्ध पनि केही खराब हुन सक्छ। र यस्ता व्यक्तिहरूले चाहिँ सूर्यग्रहणको उपाय पनि गर्नुपर्दछ। अब उपाय त धेरै किसिमका हुन्छन्, तर यहाँ एकदम सठिक उपाय जस्तो तपाईँहरूलाई आँखामा कालो अथवा निलो चाहिँ भिजन भएको चाहिँ चस्मा लगाउनु भयो भनेदेखि चाहिँ त्यसको उपाय हुन सक्छ। र अन्धा व्यक्तिहरूलाई चाहिँ खानपानको व्यवस्था गर्नुभयो भने पनि सूर्यग्रहण योगको चाहिँ उपाय केही हैन राम्रो हुन सक्छ। त्यहाँनेरि अशुभ फल हामीले चाहिँ कम गर्न सकिन्छ। त्यसै गरेर सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूले सूर्यग्रहण योग भएका व्यक्तिहरूले चाहिँ कार्यालयमा चाहिँ पिउने पानीको व्यवस्था गर्नु, आफ्नो तर्फबाट शरबत पानी इत्यादिको चाहिँ व्यवस्था गर्नुभयो भनेदेखि त्यो उपाय हुन सक्छ। यसै गरेर नियमित सूर्य भगवानलाई चाहिँ उदाउँदो गरेको सूर्यलाई चाहिँ तामाको अङ्खारामा चाहिँ जल भरेर सूर्यलाई जल चढाउने गर्नुपर्छ। र खास गरेर आफ्ना पिताजीसँगको सम्बन्ध राम्रो राख्नुपर्छ। सधैँभरि आफ्ना पिताको सेवा आदर सम्मान गर्ने, उहाँको आज्ञाको पालन गर्ने र नियमित रूपमा चाहिँ आफ्ना पिताजीलाई चाहिँ ढोग गरेर उहाँको आशीर्वाद लिने गर्नुभयो भनेदेखि सूर्यग्रहण योग परेका व्यक्तिहरूलाई चाहिँ यसको नराम्रो फलबाट हामी बच्न सकिन्छ। तसर्थ जसको पनि कुण्डलीमा सूर्य र राहुको युति बनेको छ उहाँहरूले चाहिँ विशेष गरेर यो कुरामा ध्यान दिनु। यदि कसैको लग्नमै सूर्य र राहुको युति बनेको छ भने विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ, खास गरेर आँखाको लागि अथवा चाहिँ टाउको दुख्ने, कपालका रौँहरू झर्ने र चाहिँ अरू विभिन्न किसिमका चाहिँ स्वास्थ्य सम्बन्धी समस्याहरू पनि आउन सक्छन्। तसर्थ यहाँहरूले जसको पनि कुण्डलीमा बनेको छ यी उपायहरूलाई मनन गरेर गर्दै गर्नु होला। र यदि सबभन्दा राम्रो उपाय भनेको 5वटा औँसीमा 5जना व्यक्तिलाई पुग्ने गरी अन्न उठाएर सिधा उठाएर लगातार 5वटा औँसीमा चाहिँ दान दिनुभयो भनेदेखि चाहिँ सूर्यग्रहण योगको उपाय राम्रोसँग चाहिँ हुन्छ र अशुभ फलबाट हामी बच्न सकिन्छ। राधे राधे।